एक सिंगे गैंडा यत्रो पुल त्यहाँ देखेन नि त्यहाँनिर गाइजहरु हामी चाहिँ त्रिशुलीको किनारे किनारे मर्स्याङ्दी जल विद्युत प्राधिकरण YouTube में मेरे मेन हाइलाइट क्रेडिट सब चाहिए नहीं। और अभी तो रुको क्लाइमैक्स अभी बाकी है। Hello guys, new day, new vlog. I am all done. Hi guys. म फर्स्टमा रेडी भएँ हेर्नुस् अब जुत्ता लगाउनु लाग्छ अनि मेरो आउटफिट देखाउँछु आजको लागि This is my outfit for today. यहाँ हेर्नुस् न गाइजहरु उस्तो लाग्यो पुरै त्यो हाम्रो रुममा हाम्रो रुम लक भइसक्यो अब हामी बाहिर निस्किसक्यौँ Oh my god! कस्तो चिसो हेर्नुस् गाइजहरु हाम्रो यहाँ चाहिँ यस्तो पनि छ हामी चाहिँ लास्टै चिसो भएर यहाँ हेर्नुस् न शीत हामी चाहिँ उता बाहिर पनि पिङ छ तर हामी चाहिँ यहाँ भित्र पिङ खेल्न आइसकेका छौँ बस्न पानी खाना आउनु चाहिँ तात्दैन त्यही भएर यहाँ बसिरहेको पिङ खेल्दै यहाँ हेर्नुस् न पछाडि पुरै खेतै खेत छ खेतबारी अनि यहाँ यो रिजोर्टको यो त्यति हो यो पुरै रिजोर्ट भयो यो रिजोर्ट चाहिँ राम्रो रहेछ आउटडोर यो हुन्छ नि आउटडोर चाहिँ बबान ब्ल्याक टी गाइस ब्ल्याक टी विथ लेमन भ्यू हेर्नुस् यहाँ म्युजियममा छौँ हेर्नुस् यो खिच्न मिल्दो रहेछ म्युजियम यहाँ हेर्नुस् यस्तो छ सबै एनिमल यो रियल एनिमलहरू हो क्या सबैलाई प्रिजर्भ गरेर राखेको जस्तो यो एसिडहरूमा त्यो कस्तो गनाएर हल्का स्मेल हेर्नुहोस् कति सानो हात्ती हो यो सानो हात्ती हुन्छ उयो यो कुकुरलाई फेकवाला यो चाहिँ हेर्नुहोस् यहाँ छ हो बाघ यो सानो एनिमल बाघ छ फिसहरू रहेछ फिसहरू दिस इज फिस यहाँ लेखाएको छ के प्राणीहरू भने क्रोकोडाइल फ्रगहरू सेल्स अनि यहाँ पनि फ्रगहरू नै छ बटरफ्लाइज भाउ किराहरू किराज आमा यो के हो यहाँ हेर्नुहोस् त बबाज टर्टोइज बा स्नेक हेर्नुहोस् सर्वे यहाँ सर्वे यस कत्रो सर्वे भयो बाहिरको कत्रो यहाँ सानो सर्वे होला सर्व यहाँको कुराहरू छ भल्चर यो के छ होला यो माथि खाइरहन्छ नि यो हाम्रो के भन्छ अन्डाहरू छ अब चाहिँ हामी बाहिर आइसकेका छौँ बाहिर हेर्नुहोस् यो म्युजियम थियो बाहिर यस्तो यस्तो छ ए गैँडा यो बनाएको छ अब फोटोसुट ग्रुप फोटो गाइज हामीले चाहिँ रियलमै गएर देखिसकेका छौँ म्युजियम आएको हेर्न उफ यहाँ हेर्नुहोस् हेर्नुहोस् गाइज गैँडा स्पटेड हेलो हेलो गैँडा हाउ आर यु ओइ हल्ला नगर रे सरी हामी हल्ला गर्दैनौँ सरी एक सिंगे गैँडा गाइज हामी चाहिँ हात्ती हेर्न आइसकेका छौँ अब यहाँ हेर्नुहोस् यत्रो पुल तर्नु भने यहाँ हेर्नुहोस् त यत्रो पुल त्यहाँ देखेन नि त्यहाँनिर ल म हजुरलाई पुल तरेको चाहिँ सबै देखाउँछु है त गाइज कस्तो लागेको पुल तर्नु लागि मलाई त डर लाग्छ मेरो गाउँमा नि एउटा पुल छ तरेको त ठुलो हेर न सरी अब हामी जान्छौँ है त गाइजहरू सो गाइज हामी चाहिँ तर्न लगाइसकेका छौँ हेर्नु त गाइज ओ नखुदाए कोही पनि गाइजहरू मेरो मोबाइल चाहिँ उल्टो छैन यहाँ अर्को मोबाइल बचाऊ ओ यो हल्लो गाइजहरू गाइज मैले चाहिँ यो पुलमा चाहिँ एकदम निडरसँग कटेर आइसकेको छु गाइजहरू मलाई एक थोपनि डराइन यहाँ यस्तो छ यहाँको म डराएँ त म डराइन एक थोपनि डराएन त्यही के म जस्तो निडर हुन सिक्यो कि कसैले गाइज हेर्नुहोस् राम्रो हेर्नुहोस्
Now we are moving. तीन तिगडा काम बिगडा गाइजहरू अब चाहिँ हामीले एलिफेन्टहरू देखिसकेको छ मजाले अब हेर्नुहोस् एलिफेन्टहरू त्यहाँ छन् हात्ती फुलकुमारी हरिमाया ओ नाचिरहेको क्या हैनहरू त के गरे थ्याङ्क यू हात्ती वेलकम गरे हो यताबाट सिधा फर्क न म भिडियो खिच्छु तिम्रो उयो हात्ती मात्रै नाचिरहेको उयो खाइरहेको यो त हन्तकारी रहेछ यो नि खाइरहेको यो नि हन्तकारी रहेछ ओ बेबी एलिफेन्ट 90 केजी हुन्छ के भन्नु अब हामी त हात्ती छ हात्ती मेरो साथी हो र यसले चाहिँ राम्रो वेलकम गरेँ त ल थ्याङ्क यू एलिफेन्ट थ्याङ्क यू हात्ती थ्याङ्क यू फेरि पुल कटेर आइसक्यो अब हामी हेर्छौँ सो गाइज हामी चाहिँ अब कुरकुरी खाँदैछौँ हामी चाहिँ यहाँ अब नारायणी खोला किनार आइसक्यो यतिकै हेर्न सरले हामीलाई केही नै नछुटाइकन लग्न लागिसक्यो त्यही भएर गाइज हेर्नुहोस् यो चाहिँ यस्तो रहेको छ युट्युबमा मेरो मेन हाइलाइट क्रेडिट सब चाहिन्छ नि कौन है ये लोग कहाँ से आते हैं त्यही भन्नु नारायणी हो यो नारायणी त्यो क्रोकोडाइल हो क्रोकोडाइल हुन्छ त हो गाइजहरू हेर्नुहोस् क्रोकोडाइलहरू हुन्छ त्यहाँ हो देख्नुहुन्छ कि देख्नुहुन्न तर हामीले देखिसक्यो गाइजहरू हेर्नुहोस् न यो घोडा काठ हामी चाहिँ पसलमा के किन्न आइसक्यो हेर्नुहोस् यहाँ हो हेलो हात्तीहरू गयो हेलो हाउ आर यु कोई तरीका ब्रेकफास्ट टाइम ये अब चाहिँ हामी यो रिजोर्टलाई बाई बाई भन्दै गाडीतिर प्रस्थान गर्दैछौँ मैले चाहिँ मेरो सामान राखेर आइसकेँ अब हामी जान्छौँ यहाँबाट बिर्फो प्लेस गैबारी रिजोर्ट चितवन अहिलेसम्म हुसु लागिरहेको भने हेर्नुहोस् न अलिअलि पिरोको बिचमा मैले एउटा मनुष्य देखिसकेँ ओ मनुष्य एलियन उल्टी आइसक्यो उसलाई अहिले उल्टी आइस मेरो चाहिँ एउटा फाइदा छ है गाइजहरू उल्टी चाहिँ आउँदैन मलाई त्यतिको चाहिँ छ है ऊ यहाँ छ अर्को जन्तु के औषधि हो गाइजहरू हामी चाहिँ त्रिशुलीको किनारे हिँडिरहेका छौँ बसमा कति शीतल हावा छ हामी चाहिँ अब मर्स्याङ्दी हाइड्रो पावरमा जान लागिरहेका छौँ यो हो मुग्लिङ हेर्नुहोस् त्यहाँ पानी यस यहाँ मर्स्याङ्दी जल विद्युत प्राधिकरण हाइड्रो पावर हाइड्रो जेनेरेसनमा छ गोलो गोलो घेरा बनाऊ भन्दा हामी गोलो गोलो घेरा बनाउँदैछौँ म यहाँ त्यही कसैले माया त्यही हामी त पुरै गोलोमा बस्छौँ तर मान्दिनँ केही छैन हामी मान्छेहरूलाई पनि बनाउँछौँ अब हामी भित्र जान्छौँ हामी चाहिँ घुमेर आइसक्यौँ त्यो एकदम डेपमारी चाहिँ त्यो मिसिनहरू चलाउने लगभग यहाँ त्यो हामी यो ग्राउन्ड फ्लोरमा छौँ नि यो ग्राउन्ड लेभलमा त्यहाँबाट तल 10 तला तल कि त्यति धेरै हामी तल गएर सबै हेरेर आयौँ एकदम राम्रो छ टर्बाइनहरू सबै बुझ्यौँ अब हामी फर्किँदैछौँ अब खाना खाने सो गाइज हामी चाहिँ मुग्लिङबाट आइसकेका छौँ अब हामी खाना हाम्रो खाना खाने ठाउँ हामी एकदम टायर्ड हुन्छौँ हालत एकदम गाइज हेर्नुहोस् कस्तो राम्रो राम्रो छ यो व्हाइट पनि कस्तो राम्रो है तर यसको मुख चाहिँ अलिक अजिब छ कस्तो राम्रो माछा वाउ गाइज हामीले चाहिँ यो खाना रहेको छ
सो गाइस हामी चाहिँ बसिरहेर साउथमा बाट हिँडिसक्यौँ अब हामी सिधै काठमाडौँ किनभने बाटो नसकी जानु पर्यो यहाँनिर भन्ने हामीले होला सुनेको अब हेर्दै जाऊँ के हुन्छ अब अहिले हिँडेको छौँ हामी एप्रोक्सिमेटली कि 8 बजे पुग्नुपर्ने हो काठमाडौँ अब कति बजी पुगिन्छ हामीले अपडेट दिइरहेको गाइसहरू नाच्दा नाच्दै मैले भ्लग गर्नै बिर्सेछु सरी है त हामी चाहिँ एकदम नाचिरहेको छौँ अब चाहिँ हाम्रो यहाँ हामी आदमघाट आइपुगेको छौँ धादिङको अझै हामीले 2 घन्टा जस्तो लाग्छ हामी यहाँ हेर्नुहोस् हाम्रो लाइट बजिसकेको छ केटाकेटीहरू नाच्दै खान् कोही कोही सुतेर उठिरहन् अल्छीहरू नसुतेको भने म युस्का सचिता सुरज सब सुतेकाहरू सुरज भने चाहिँ यो सस्ता भने यो युस्का भने यो म भने म और अभी तो रुको क्लाइमैक्स अभी तिमी यो ज्यानको दुलै हो महलाई पाउनु भाग्य त ठुलै तिम्रो मेरो हाइट पनि कस्तो टेन्सन भयो यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको तिमीले हाइट पनि मिलेन तारासँगै जुन बिर्स्यौ कि मायाले केटाहरूलाई केटीले सक्दैन मन मिलेसी हाइटले छेक्दैन यो बजारमा जस्तो खोज्यो त्यस्तै नै पाइन्छ मलाई त हाइट भएकै छ ल होइन माया सम्झन्छु दिन चोरा मर्स्याङ्दी सराला सबजना थाक्या छ सबजना थाक्या छ टुलमा बिहान बेलुका नै मासु पाक्या छ माया तिमीलाई सम्झन्छु दिन चोरा मर्स्याङ्दी सराला के हो बाटो यस्तो बाटो मेरो पूर्वे खेलेर दोहोरी हारिसक्यो भनेर पुगेली सो गाइज लास्ट हामी पुग्न लाग्यौँ बाई बाई हाम्रो लास्ट अब हामी चाहिँ पुग्न लाग्यौँ जान्ने भए जम्माया अब फर्किने जम्माया घुमेर So guys, I am back to my home. Yay! Thank you for watching. I hope you guys enjoyed 3 days go trip. Baby, hello भन्दियो. Hello गर माया. Hello. Bye bye guys. See you in next vlog. Thank you.